चम्किने हिरा लाल हौ कि कहाँ हो घर मैराएन चम्किने हिरा लाल हौ कि कहाँ हो घर मैराएन जुनकी ज्योति हौ आहा खोट लाउने ठाउँ काहीँ पाएन जुनकी ज्योति हौ आहा खोट लाउने ठाउँ काहीँ पाएन। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो फेरि पनि आइसकेको छौँ हामी नयाँ भिडियो ल्याएर। सो आज चाहिँ हाम्रो पिकनिक भएको छ। यहाँ मेरो साथीहरू छन्, यस्तो राम्रो राम्रो भएका छन् होइन। अनि त्यसपछि हामीहरू जाँदैछौँ। हामी स्कुल आइसकेका छौँ र हाम्रो बसहरू पनि अगाडि आइसक्यो। त्यहाँ देख्न सक्नुहुन्छ हाम्रो बसहरू यति धेरै आइसकेको छ होइन। 4वटा बस आइसकेको छ, अझै आउँदैछ। अनि हामीहरू चाहिँ यहाँ बसिरहेको छौँ, कुर्दै कति बेला जाने होला भन्दै। हामी चाहिँ हिँडिसकेका छौँ बसमा। बस चलिसकेको छ। ब्रेकफास्ट गर्न लागेका छौँ। यहाँ चाहिँ रहेको छ ब्रेड, हाम्रो ब्रेकफास्ट चाहिँ पुगिसक्यौँ होइन 1 घन्टा लगाएर। अनि यस्तो माथि माथि रहेछ। अनि त्यसपछि हामी चाहिँ खाजा खाना लगाइसकेका छौँ। हेर्नुहोस् यस्तो छ खाली छ, एकछिनमा भरिन्छ, चिन्ता सौगात साई साइको। ए हिँड न यार, प्लेट देखाऊ प्लेट। मेरो साथीहरू यता हेर, ए रहेको छ हाम्रो खानेकुराहरू। हाम्रो प्लेट अहिले भरिसकेको छ। अब हामी खान्छौँ यो। त्यसपछि झरना छ अरे होइन, हामी त्यहाँ हेर्न भनेर हिँडिरहेको छौँ। ए हामी माथि पुगेर आएको तर झर्ना रहन्छ, यताबाट जान लागेको छौँ। गाइजहरू हेर्नुहोस्, यता हेर्नुहोस्, अगाडि अगाडि छन् साथीहरू। आइसकेका छौँ माथितिर, तर केही पनि छैन। कस्तो लागिरहेको छ साथीहरू? राम्रो यार, एकदम भेरी भेरी नाइस प्लेस। हामीलाई त भन्ने आउँदैन। यता हेर्नुहोस्, यसो जङ्गलै जङ्गल छ होइन। के भन्नु है। अब पछि पनि आउँछौँ फेरि। पिरोल स्याउला हेर्नुहोस्, मेरो गाउँको मान्छेहरू। यहाँ पिरोल कति धेरै छ है। साँच्ची कति धेरै क्या। जे होस्, यो जङ्गलमा आएर मलाई एकदम रमाइलो लाग्यो। ओ यो चुत्तो 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 छिट्टो यसलाई हामीले के अरे ऊ भन्थ्यो कि चना सानोमा खेल्दाखेरि। खै यहाँ कस्तो धेरै जङ्गलमा छन् होइन, हामीहरू चिन्दैनौँ। तर धेरै जस्तो प्लान्टहरू होइन। ए यसलाई ज्वानो झ्यानो भन्छ क्या, अरे झ्यानो। ओहो यो ऐरी 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 अहिले होइन, ऐसेलु 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 पाकिरहेको छ। ओ होइन, फुलिरहेको छ, पाक्ने बेला। यो मेल मेल हेर्नु गाइजहरू, ऊ यो ऊ यहाँनिर लगाएको मेल है। 3चोटि कराइसकेको छ। जा जा, ओ यो चौतारी र चौतारी है गाइजहरू। यो होइन, आमा चाहिँ चौतारी भन्छ। हाम्रोमा चुत्तो चुत्तो, हाम्रोमा चुत्तो भन्छन् नि। यही हो, कालो 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 दाना हुन्छ यसको, खाने फल हो गाइजहरू। हेर्नुहोस्, कतिजनालाई थाहा छ होला, ठाउँ अनुसारको नाम हुन्छ नि त, त्यही भएर। ऊ गुल्मीको गाइजहरू, म चाहिँ गुल्मीको गाइजहरू। सबैजना गाईहरू बागायो बागायो भन्छ, तर छैन, कहाँ होला र होइन। ऊ यहाँ पनि छ खै झर्ना छ प्लान्टहरू। ऊ त्यहाँ गएर फर्किरहेको छ। किन फर्केको? छैन, बाटो नै छैन। बाटो नै छैन रे, जङ्गलै जङ्गल छ रे। ए सिङ्गर सिङ्गर सिङ्गरहरू आए। हामी आज ऊ नै हेर्न, हामी झरना हेर्नै पाएनौँ, तर जङ्गल चाहिँ राम्रोसँग हेऱ्यौँ होइन। गाउँमा चाहिँ हेरिन्थ्यो हुन्थ्यो, स्याउला जाँदा घाँस काट्न जाँदा। अब यहाँ चाहिँ हामीहरू यो यति जङ्गल हेर्न र हामी 2 घन्टा लगाएर आएको घरबाट।
हामी चाहिँ खाना खान लागेको छौँ। यता छन् मेरो साथीहरू। सबैले यता खाना खाँदैछन् खाना। रहेको छ चिकन खाना नन भेज खाने मान्छे चाहिँ उयो यहाँ सल्लाहको रुक्नी रहेछौँ त्यही भएर उसले सल्लाहको गीत गाउँछ अरे लगाउनुहोस्। सल्लाह रुखैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले सल्लाह रूपैले सानो निन्द्रामा बिउजायो तिम्रो रूपैले। हाम्रो सर आइएम गुड फिलिङ तर स्याड खाना खाएको छैन भोक लागेर। यहाँ नाच्दै पनि चलिरहेको छ उता हाम्रो साथीहरू माथि पुगिसके दुईटा साथीहरू यहाँ नाच्न पसिसके। जुनुको डान्स खतरा छ। गाइस हामी चाहिँ गीत गाउनको लागेका छौँ यहाँ सल्लाहको रुख जङ्गलमा आएर। लगाऊ साथी। सल्लाह रूपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले सल्लाह रूपैले धुपै हो कि रुखै हो? धुपै हो क्या धुपै हो। सल्लाह रूपैले सानो निद्रामा बिउजायो तिम्रो रूपैले। ओ माया संसारकै अपल छ रामसीताको केही छैन परबाट सानो तिमीलाई माया गरेको। हामीहरू माथि पुगेको छैन पुगेर तल आइसके बाटो नि छैन केही नै छैन माथि। ऐसे कैसे ले लूं दिल तुझको यार बड़ा महंगा पड़ेगा ये मेरा प्यार जारी जा। जान लागिसकेका छौँ त्यही भएर सबैजना यता बसेर फोटो चाहिँ ढुङ्न लागेको छ होइन। आउँदैछौँ सबैजना यतातिर घर जान आँटेको छौँ यता लाइन हुँदैछ। आजको पिकनिक समाप्त भइसकेको छ। अब घर पुग्नको लागि 2 घन्टा लाग्छ यहाँबाट। यस्तो जङ्गल ओह्रालोमा हिँड्दैछौँ। सो हामी चाहिँ त्यो मन्दिरै जानु पाएन हामीले मन्दिरै लग्नु भएन 2 घन्टा लाग्छ अरे। सो स्याड जाने बेला अहिले। दाउरा चोरा ल्याउने रहेछ होइन तर हामीले मन्दिरै लग्नु भएन। त्यही भएर सुनको मन्दिर छ अरे यहाँ। मन्दिर लग्ने भनेर ल्याउने मन्दिरै नलग्ने कस्तो। यता खोला नि छ।
हाम्रो कर्णालीतिर त के डेभलप हुन्थ्यो र यहाँ काठमाडौँतिर त डेभलप नै भएर डेभलप होइन माथितिर जस्ताको जस्तै छ तर हल्का हल्का भएको छ होइन तर धेरै भएकै रहन्छ बाटो नि यति सानो सानो साँगुरो मात्र छ होइन एउटा गाडीबाट अर्को गाडी आयो भने बाटै छैन कि ठाउँ चाहिँ राम्रो छ है हजुरहरू पनि आउनु भएको छैन भने सो हामी मन्दिर चाहिँ जान पाएनौँ के त्यही मन्दिर जानु हो कि तोरी बारे कति माथि आएको छ हेर्नु तल्लोदेखि गाइसहरु एकचोटीमा सकिन्छ एउटा पानीपुरी हामीहरु चाहिँ जाँदैछौँ माथितिर चाहिँ यति धेरै मान्छेहरु हुनुहुन्छ यहाँ जंगलभरि मान्छे मेरो माथि चाहिँ गएनौँ अहिले हामी खाना खाएर जान्छौँ हैन लास्टै भोक लागिरहेको छ अनि त्यही भएर हामी गएनौँ यस्तो बाटो छ ओरालो मेरो मायालाई उपहार छड्के गलबन्दी मेरो मायालाई उपहार छड्के गलबन्दी सो हामी चाहिँ यहाँ जङ्गलमा आइसकेका छौँ फाइनल्ली हैन तर केही छैन यो जङ्गल मात्र छ अब हामी यतातिर उतातिर जान्छौँ उतातिर चाहिँ के छ हामी हेर्छौँ हामी जहाँबाट पनि घुमी फिरेर यही ठाउँमै आउँदो रहेछ उताबाट पनि यताबाट पनि बुलबुलैया जहाँबाट पनि यही आइपुग्छौँ हामी त कहाँ नयाँ ठाउँ होला भन्दै आउँछौँ हामी यहीँ आइपुग्नु बुझ भिखारीलाई भिक्दिम यो हो झरना माझी माछा हो फ्राई गरेर खानुहुन्छ भने खानु होला तारेर तारे बोहरा हो हैन छेत्री बोहरा उसले बोहरा चाहिँ मन पर्दैन तर म छेत्री हो भवन उ चाहिँ तिमी त फस्दै देखिरहेछ यो भिडियो बनाउ मन लगाइसक्यो चुप किन लगाइसक्यो चुन्नी ल्यान
पुग्यो अझै बाँकी छ है बाँकी छ आधी घन्टा 20 मिनट यत्रो अगाडि छ त गङ्गाको धड्कनै रोकिसकेर तिम्रो बहिनीको धड्कनै रोकिसकेर यस्तो यस्तो गर्ने हेरै अहिले गर्छ हेरै अहिले चाहिँ यति अँध्यारो भइसकेको छ हेर्न सक्नुहुन्छ होइन हामीले यहाँ बत्ती बालेर अलिकति उज्यालो भएको छ अनि अरू बसहरू चाहिँ अझै आएकै छैन 6:30 भइसक्यो त्यही हो हेर्न सक्नुहुन्छ हाम्रो यति अँध्यारो भइसकेको छ बल्ल हामीहरू स्कुल पुगेका छौँ रहेको छ एउटा बस बल्ल आउँदैछ त्यहाँ माथिबाट आधी घन्टा हामी स्कुलमा कुर्नु पर्यो आए यिनीहरूको गाडीमा चाहिँ धेरैजना नाचेन हामीहरू घर जाँदैछौँ अनि उता अर्को मेरो बहिनी छ अनि ड्राइभर दाइहरू हुनुहुन्छ अहिले चाहिँ 7:30 भइसकेको छ म घर आइ पनि सकेँ सो आजको भिडियो यति नै म चाहिँ घर आएर खाना पनि खान आँटेको छु मोमो अनि त्यही हो बाई बाई